के गर्न आउनुभयो भिरकुटी मण्डप? के गर्न आउनुभयो? अब यहाँ बा आउनु भएको छ। बा आएपछि यी कहाँ जाने त? हामी टुरा हुँदैनौँ। बा नि भएन भने हामी टुरा। आज त्यसै टुरो भएको छ। तपाईँ चाहिँ कहाँ आउनु भएको? मासु भात खानु होला नि भित्र। किन बा हुनुहुन्न र टुरो भयो देश? अनि बा बिना को छ यहाँ फेरि? देखाउन् न। किन देशै टुरो भयो? अनि बा भएनन् भने टुरो भएनौँ हामी। बा जहाँ हुनुहुन्छ हामी जानु परेन? के छ माहौल के छ तपाईँको? के छ रोल? माहौल यस्तो छ। हिजो पनि हजुरलाई भनिदिएको, हिजो मैले 80% भनेको थिएँ। आज तपाईँको 85% पुगेको छ। भोलि 90% पुग्छ। खेल खत्तम। एक दुईजना घोप्टिएर बसेका छन्, बोलेका छैनन्। तिनको समस्या रातभरिमा तिनीहरूको मुख खुलिन्छ। त्यो ठुलो कुरा होइन। यो महाधिवेशनमा त तपाईँ पनि केही रोलमा उठ्नुहुन्छ? यस्तो सुन्नु। नेकपा एमाले पार्टी भनेको नि, जस्तो केपी ओलीलाई गाली गरेर रवि चुडाललाई गाली गरेर रासपामा केन्द्रीय सदस्य पाइन्छ, यहाँ त पाइँदैन। कतिचोटि भनिसके मलाई पनि दियाओ न। तँलाई कहाँ तेरो कामै छैन भन्छन्। यो ठुलो पार्टी हो, कहाँ त्यसरी जान पाइन्छ? अब महेश दाईहरूले विचार गरे, केटो बोल्दैछ, राम्रो गर्दैछ, भोलि यसले गाउँको सेवा गर्छ भनेर एउटा टिकट दियो भने गाउँबाट चाहिँ पक्का जित्छु म फेरि। पक्का कन्फर्मै हो? म 100% जितिदिन्छु। के छ आधार? आज तपाईँको जितियो त। आज जितिसकियो त। के जित्यो? बाले अध्यक्ष भइसक्यो त। बा त्यो त तपाईँहरूको घरायसी मामिला हो। कस्तो घराइसी मामला हुन्छ? देशको मामला हो। चुनावमा उठ्दा त तपाईँ पल्लो घर अल्लो घर उपल्लो घर सुन्नु, पल्लो घर अल्लो घर सबै बाले बनाइदिएको छ हामीलाई। हामीले अब खोज्दै हिँड्नै पर्दैन। प्रतिस्पर्धा गरेको मजै भयो। यस्तो सुन्नु न, अब सोतै हुन्छ त राम्रो मान्छेको। त्यस्तै हुनु पर्यो नि त। अरूले पनि सोतै हुनलाई हुनु पर्यो कि परेन भन्नु त? ल राम्रो मान्छे बालाई त कति गाह्रो छ। सुन्नु सुन्नु न, नराम्रो मान्छे भनेको जहिले गनाउँछ। हेर्नु, राम्रो मान्छे जहिले गुलाबको फुल जस्तो खुसबु आउँछ। त्यो भएर यो जति पनि मान्छे आएका छन् नि, मैले अहिले यहाँ सोधेँ भने